उनको स्वेटर साँझमा पाल्नुहुने तपाईहरू सबैजनालाई एकदमै हृदयदेखि नै स्वागत गर्न चाहे मैले। यहाँहरूले उनको स्वेटर एउटा अर्ग्यानिक चलचित्र नयाँ वर्षको उपलक्ष्यमा पाउँदै हुनुहुन्छ वैशाख 26 गते। एक दुईजना साथीहरूले भन्नुभयो यो कस्तो वैशाखमा अनि न्यानो न्यानो उनको स्वेटर भनेर भन्नुभयो। मैले भने मायाले दिएको चिज त ठुलो ओभरकोट पनि मध्य गर्मीमा लाएर हिँड्न सकिन्छ, हो कि होइन? त्यस्तै मायाले भनेको छ, मायाले हामीले काम गरेर बनाएका छौँ। काठमाडौँको फर्स्ट मुभी मेरो पनि फर्स्ट फिल्म। म उनको स्वेटरबाट एज एन एक्टर डेब्यू गर्दैछु। एकदमै खुसी लागेको छ। हजुरले मन पराइदिनुहुन्छ होला। मैले उनको सेक्रेट टिम सँगसँगै धरणीधर काफ्लेलाई पनि लिएर आएको छु। मलाई अस्तिदेखि फगाउन खोज्दै हुनुहुन्छ, जानु कि नजानु काफ्लेसँग? जानु कि नजानु? अलिक साह्रो भन्नुहोस् त, सुनेन। जानु कि नजानु रे? के यताको काफ्ले मन पर्यो? दुइटै लाने? लानुहोस्, म जिम्मा भएँ, म सम्हाल्छु बाँकी। के मलाई मन पर्यो? खाली छ है, खाली छ मन पर्यो भनेपछि। गीत चाहिँ कसरी मन पर्यो भने यस्तो खतरा खतरा काफ्लेहरू अगाडि भएपछि गीत त त्यसै बन्ने जाँदो रहेछ। यताको काफ्ले झन् कडा छ फेरि, होइन? अनि यस्तो राम्रो राम्रो चाहिँ नि काफ्लेहरू वरिपरि भएपछि गीत बन्ने हाल्यो र उनको स्वेटरमा आइ पनि गयो। फिल्म साह्रो दामी बनिएको छ। छरछिमेकी हुने नहुने चाहिँ सबै